जिरे 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 चाहिँ पक्री 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 फेरि आज नयाँ अपडेटमा तपाईँहरूमा फेरि म आइसकेको छु। आज भने यस्तो खालको चाहिँ यो नयाँ ड्रागन फार्ममा चाहिँ यस्तो बिरुवाहरू भइसकेको छ भनेपछि यहाँ आलु हामीले यसरी रोपेछौँ। म सरर तपाईँहरूलाई देखाउन चाहन्छु। यसरी यसरी अब ड्रागनको त यसरी हाँगाहरू फाटेको छ धेरै। यो हाँगालाई चाहिँ यो फाटेको हाँगालाई चाहिँ यो सबै हटाउनुपर्छ। यसरी यो हातले चाहिँ यो घुच्छ। कटरले चाहिँ हामी काट्नु हुँदैन। धेरैले कटरले काटेको देखेँ कि मैले, तर कटरले काट्नु हुँदैन किनकि यसको विशेष कारण चाहिँ के हो भने जब कटरले काटेपछि कटरमा चाहिँ हरेक रोगहरू हुन्छ। त्यो भएकाले गर्दा यस्तो बाँसलाई पनि स्प्रे पुरै गर्ने अनि त्यसरी चाहिँ यसरी भाँच्ने यसरी हैन। म यसरी सरर तल झार्दै तपाईँहरूलाई चाहिँ नयाँ अपडेट मैले यी टोटली हाँगा हेर्नु त यहाँ कति लागेको छ यो सबै काट्नु पर्ने हुन्छ, भाँचिदिनु पर्ने हुन्छ। अस्ति भाँच्नु पर्ने नभ्याएर एकदमै धेरै बिजी भइयो कि कामले गर्दाखेरि भिडियो हल्लिन सक्छ र मिलाएर बुझिदिनु होला। कति त ड्रागनको बोटहरू बान्नु पर्ने पनि भएको छ। यसरी ठडेर भने कामको निकै चाप परेको छ। चाहिँ आफैले खिचेको कारणले गर्दा भिडियो हल्लिन सक्छ, तर माइन्ड नगरिदिनु होला, मिलाएर बुझिदिनु होला। चाहिँ हावाले भाँच्न सक्छ होइन। त्यो भएर प्रत्येक चाहिँ यो बाँधेको छ मैले लगभग 2-3 दिन भयो बाँधेको। फेरि ड्रागन एकदमै छिटो बढिरहेछ किनकि तराईमा यतिखेर गर्मी बढिरहेछ। जब जब जमिन तातिँदै जान्छ पानीको अति आवश्यकता छ। पानी लाउन चाहिँ भ्याइरहेको छैन होइन। यी टोटली बान्नुपर्ने हाँगाहरू छ। बिरुवाहरू सबै बान्ने बेला भइसकेको छ। अलिक धेरै देखिँदो रहेछ यहाँ। अनि के भन्नु खोइ, ड्रागनलाई जब हामी मेहनत गर्छौँ अनि मात्रै बढ्ने हो। अब यहाँ चाहिँ म आजको नाइटसम्म नआएको कारणले गर्दाखेरि होइन यसरी खाएछ। यसमा गोठाला बसेन भनेदेखि खाइहाल्छ। यस्तो हाँगा चाहिँ टकटक भाँचिदिने। म माथिको फार्ममा चाहिँ एकदमै बिजी थिएँ। त्यो भएको कारणले गर्दा पनि कसलाई के भन्नु छ र मनको कुरा उही फेसबुकबाटै प्रस्ताउने हो। उही दुःख सुखको कुराकानी युट्युबमा लाउने हो। भाइ साथीहरू मरेर जाँदा लैजानु केही छैन। एकअर्कामा जानेको कुरा चाहिँ सेयर गरौँ होइन। यो ड्रागन रोप्नेहरूको लागि चाहिँ विशेष गरी यो धेरै उपायहरू तपाईँहरूलाई म सिकाउन चाहन्छु। कतिले चाहिँ काम गरेको कुराहरू चाहिँ चित्त बुझ्छ मलाई, कतिले गरेको बुझ्दैन। तर पनि म चाहिँ तपाईँहरू माझमा चाहिँ यस्तै यी हाँगाहरू भाँचेको चाहिँ देखाउँदैछु। यो तलको सबै भाँचिदिने यो हाँगाहरू भिडियो हल्ले पनि मिलाएर बुझेर तपाईँहरूले हेर्नु होला होइन। यी यस्तो छ नि सरर सबै लगाएको हाँगा यो भाँचिदिने यसरी। अहिले सानोमा चाहिँ सकभर हतियार नलगाउने। मैले हातले भाँचेछु, बरु लुचियोस् होइन। बिग्रेको छ भने यदि फङ्गिसाइड लागेको छ भने सानैमा चाहिँ त्यसलाई उडाइदिनुहोस्। त्यो उडाउने गर्नुभयो भने चाहिँ
अनि अर्कोमा सर्दैन। त्यसपछि दबाई छिटिदिनुहोस्। दबाई पनि तपाईँहरूलाई म दबाई भन्न चाहन्छु ड्रागनमा के दबाई हान्ने भनेर। दुईवटा तिनवटा हानेको हुन्छ, एउटा मात्रै राख्ने अथवा दुईवटासम्म राखिदिने। यसरी है यस्तोहरू चाहिँ ढक्कै भाँचिदिनुहोस्। किराले धेरै खाएछ। यस्तो आकार छ पनि भाँचिदिने। माया नै नगर्ने कि, माया गरेर हुँदैन साथी हो। छिटो माथि पुर्याएर चाहिँ फलाउनु पर्ने हुन्छ। त्यो भएको कारणले गर्दाखेरि यस्तोहरू उडाइदिने। यस्तो माथि टुप्पीको राखिदिने। हेल्दी छ भने दुइटै राखिदिने होइन, दुईवटा पलाएको हुन्छ नि, यो हेल्दी चाहिँ बान्नलाई सहिलो हुन्छ। अच्छा, म 2 दिन 3 दिन मात्रै आउन ढिलो गरेको, यो बाङ्गिहालेछ है। अब यो सबै बान्ने बेला भएको छ कि, नत्र हावाले भाँचिहाल्छ। र भुइँमा यी लस्केको हेर्नु त है, भुइँतिर लस्केको छ है। यो सबै बान्नुपर्ने हुन्छ। दामी छ नि बिरुवा त, पुरै पनिर पाते भएर आछ। ल हेर्नु त, धेरै बिग्रेको छ यी बिरुवाहरू। हेर्नु, यस्तो भयो भने चाहिँ यो कहिले पनि उकालो बढ्दैन, सबै तेर्सिन्छ मात्रै। यसलाई चाहिँ टोटल्ली हामीले होइन, टोटल्ली यसरी चाहिँ भाँचिदिने। यस्तोमा टकटक भाँचिदिने। यस्तो छ नि, यो कामै छैन। यो तलको ठुलो देखेर राख्ने नै हो, कि सब उडाइदिने हो। उडाइदिने टक्कै काठले चाहिँ यसरी एउटा बाँस लिने अनि उडाइदिने। जब माया गरेर सबै राख्छु भन्यो भने काम छैन। हेर भुइँमा यस्तो चाहिँ लगभग 4 महिना भयो बिरुवाहरू रोपेको। माथिको बिरुवा 8 महिनामा फलाइयो। ल हेर्नु त, फलाउनु सकिँदैन यो तरिकाले त। यसरी सबै बिरुवा खाएछ। क्या बात छ नि, दामी छ नि। यसलाई बान्नु अलिकति छोडेपछि यसरी बाङ्गिजान्छ। बिरुवालाई एकदमै पानी आवश्यकता परेको छ। अर्कै जातको बिरुवा हो। यस्तो छ बिरुवाको कारणहरू यस्तो छ। खेतमा सबै झ्याम्टेको छ। हाम्रो बिरुवा चाहिँ 6 महिनापछि चाहिँ भयङ्करै हुनेछ। आज नाइट चाहिँ म यसरी सबै किराले खान्छ है, बढ्न दिँदैन यस्तो चाहिँ। आज नाइट चाहिँ म यसलाई गोठाला गर्नेछु। टोटल्ली चाहिँ कीटाणुहरू मारिदिनु पर्नेछ। यो पनि सुरु भयो है।
यदि बिरुवा चाहिएमा तपाईँहरूलाई सम्पर्क राख्न सक्नुहुनेछ। यो चाहिँ सी भेराइटी, यो चाहिँ रोयल रेड बिरुवा ल है, सम्झिनु होला। बिरुवा चाहिएमा सम्झिनु होला। तोरी पनि पाकिसकेको छ लगभग। यहाँभित्र पनि ड्रागनै रोपेका छौँ हामीले। यस्तो अवस्थामा छ। बिजोक छ नि हो, यतिखेर बिजोक छ ड्रागनको घरु। बिजोक छ नि हो, बिजोक छ। यसलाई पानी एकदम आवश्यकता रहेछ। ल हेर्नुहोस् यहाँ पनि यस्तै सबै भाँचिदिनु। अनि टुप्पी मात्रै यसरी टुप्पी मात्रै राख्ने। टुप्पीमा पनि प्रकृति हेरेर दुःख गर्नुपर्छ हौ भाइ साथीहरू, दुःख गर्नुपर्छ। दुःख गरेन भयो भने के हुँदैन यस्तै। ल हेर्नु त गुजमुजिएको यो। ल हेर्नुहोस् यसलाई यसरी टल्ली अलमलमा परिहाल्छ यति गरिसकेपछि। त्यो भएको कारणले गर्दा नल्मिनुको लागि चाहिँ यो सबै आँखाहरू चाहिँ भाँच्नुपर्ने हुन्छ। काम गर्दा गर्दै ढिलो भइजाने कि। ल त यही अवस्था। अवस्था हेर्नुहोस्। यस्तै भाँचिदिने यसरी माथि आछ नि। अब माथि पुग्नुलाई मात्रै 1 बिता बाँकी छ। 1 बिता 2 इन्च। यस्तो तलको चाहिँ यसरी हटाइदिइहाल्ने यसरी। यसरी के यहाँ हेर्नु त यहाँ चाहिँ यस्तो छ। यो माथिको टुप्पीमा यस्तो छ नि। यस्तो अवस्थामा यसो छ तल यसरी लागेको छ। यसलाई चाहिँ सट्टै काटी भाँचिदिने यसरी। नकाट्ने, तपाईँहरू काट्दै नकाट्नुहोस्। कटरहरूले चाहिँ हतियार नलगाउनुहोस्। एकदमै चाहिँ यस्तो काठले चाहिँ यस्तो बाँसले चाहिँ टक्कैसँगले बाँस लिने अनि सुरु गर्ने। ल हेर्नु यहीँ
त्यो कति यस्तो हाँगाहरू राख्न थाल्नुभयो भने ड्रागन कहिले पनि उँभो लाग्दैन। ड्रागन रोप्नेहरू उँभो लाग्छ। यो तिनवटा छ यहाँ है, तिनवटामा चाहिँ मेचोड हाँगा चाहिँ कुन चाहिँ हो त होइन। यसलाई चाहिँ अब यो गरिदिने, यो दुइटा राखिदिने। अब यहाँ चाहिँ लाइनले छ नि, यो चाहिँ सबै हटाइदिने यसरी। यो सबै राख्यो भनेदेखि हुँदैन। यसलाई जसरी पनि हेर्नु नि, यो 4 को लग लागेछ 8 महिनाभित्रमा, 8 महिना होइन 6 महिनाभित्रमा चाहिँ यो अवश्य पनि फल्ने छ कि, फल्छ। फल्ने गराउनै पर्छ। यहाँ हेर्नुहोस् लाइनले छ यसरी नै। यो बढ्यो भनेदेखि यो माथिको चाहिँ बढ्नलाई बिर्सिन्छ, तल नै पोषण पुग्दैन। यसलाई चाहिँ यसरी दिने सिरियली। यसरी भाँचिदिने, सबै काटिदिने, राख्दै नराख्ने। राखेर के गर्नु अब यताको उसमा पनि यसरी नै यही काठले सट्ट उडाइदिने सबै। मसिनोहरू पनि छ भने केसाहरू उडाइदिने। त्यो केसराले नै बर्बाद गराउँछ पछि फेरि। भिडियो हल्ले तापनि यस्तो मार्मिक छ कि, ज्ञानवर्धक कुरा छ कि, त्यो भएको कारणले गर्दा मैले चाहिँ यहाँ चाहिँ यो लगाउन खोजेको छु, गोलभेडा। गोलभेडा पहिला चाहिँ म यहाँ देखाउँछु यो यहाँ तल यस्तो अवस्थामै। अब चिसो लाग्न थाल्यो, घर जानुपर्ने हुन्छ। घर गएर टर्चहरू लिएर चाहिँ आउनुपर्ने हुन्छ। सरी टोटली माथि हुनु पर्यो, तलै लगाएर न अन्त तल हेल्दी बिरुवालाई टक्क मिलाउने यस्तो माथि चाहिँ, अनि यो चाहिँ यसरी काम गर्नुलाई धेरै तरिका चाहिन्छ, नत्र भने हुँदैन। हेर्नु त अवस्था। टोटली 2 दिन 3 दिनमा यस्तो भयो कि, 2 दिन 3 दिन मन नझरेको यस्तो भइहाल्यो। तपाईँहरू चाहिँ म यो देखाउन खोजेको थिएँ, यस्तोमा चारीमा लगाइदिने।
चाहिँ घर जानुपर्ने हुन्छ। तर चाहिँ मैले यस्तो तल देखाइरहेको छु। यहाँको भ्यू यस्तो छ नि, बडो राम्रो छ नि। आज म तपाईहरुलाई यो घर पनि देखाउँदैछु, फार्म हाउस। यो चाहिँ फार्म हाउस है मेरो। खरको छानाको बनाएको छ, किनकि जस्ताकै पनि लगाउन सकिन्थ्यो, तर जस्ता चाहिँ लगाइएन। किनकि जस्ता लगायो भनेदेखि गर्मी हुन्छ के बेसी नै। दामी दामी लाग्छ क्या मलाई। लगभग हाम्रो तोरी चाहिँ पाक्ने बेला भएछ, पाक्नु खोज्दैछ। देख्नुभयो नि सिमल। म चाहिँ अब यसरी नै घर जाँदैछु। अब भिडियो हल्लिन सक्छ हैन। तपाईहरुलाई यसरी नै म जोड्न चाहन्छु। मेरो बाटो यात्राको क्रम जारी छ। अब मेरो भने अब यात्रा जारी रह्यो। यसरी हिँड्दा हिँड्दै हल्लिन सक्छ। त्यतिखेर यात्राको क्रममा छु। यात्राको क्रममा यसरी म छल्लिए पनि तपाईहरुलाई म बाटो भन्ने यस्तो छ है। तर म हिँड्ने बाटो चाहिँ यस्तो छ। तपाईहरु मैले माथिको पुरानो फार्ममा लैजाँदैछु। यसरी आँपको बोट यस्तो छ। यसरी हुँदै बस लिएर आउनु भयो? ए ठिक छ।
यात्रामा छु है। बाँसघारी यहाँ पनि छ हाम्रो खेती। यता गहुँ लगाएको छ। यसरी अलि दर्शन खोज्छ। यता गाउँतिर जाने बाटो छ। यो साइड हामीलाई पुरा नयाँ फार्ममा हामी आइसकेका छौँ। यहाँ चाहिँ बोटिङ छ। चाहिँ कान्छाको घरले डिस्टर्ब 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 नो डिस्टर्ब। लिन्छ यहाँबाट चाहिँ कान्छा कान्छा कमियर कमियर कान्छा 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 ल हेर्नु त त्यहाँ सारा त भिडियो तपाईँहरू देख्न सक्नुहुन्छ। ल तपाईँहरूलाई चाहिँ नयाँ फार्मसँग मैले टक्कैसँगले जोडिदिएको छु। यो चाहिँ बिरुवाको आकार चाहिँ यस्तो छ। यसरी ए खुच्चेले पक्री 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 जिरे 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 चाहिँ पक्री 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 अर्को जिरेसँग पिरे मिलेछ। कान्छै कान्छै कान्छा ल कम 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 कान्छा 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 भिड टपमा छ। तपाईँहरूलाई म लैजान चाहन्छु यसरी। मैले माथिबाट देखाउन चाहेको यो चाहिँ हाम्रो फार्ममा आउँछ। 28 मिनट 40 सेकेन्ड भइसक्यो हामी यहाँ आइसकेको है। यहाँ टक्कसँगले बसेर चाहिँ
ब्रान्डेड कसले यो टुपीहरू काटेको यसरी हो यसरी काट्छ त तिमीले होला होइन पागलहरू त्यसरी काट्छ त नि कसले त नि काट्छ दिमाग सिमाग छैन त्यही भएर यिनीहरूलाई यो फार्ममा पस्नु पनि नदिनु मैले भनिरहेको छु के यिनीहरू नपसेर के हुन्छ र मेरो फार्ममा मेरो हाते ट्र्याक्टर तिमीहरूलाई पखन यो अरूभन्दा पनि युनिसलाई चाहिँ पस्नु नदिनु पर्ने के बेसी चक्चक गर्छ क्या त्यो युनिसको काम हो